नमस्ते नमस्कार। अब हामी राइड जाँदैछौँ। कुन राइड भने उरातारा मार्ग बनेपा 10 वडा नम्बर 10 को उरातारा मार्ग सबभन्दा पुरानो मार्गको आज चाहिँ हामी तल्लो भन्ज्याङ खण्डदेखि पुल बजारको सेतोपाटी छ खण्डको आज ब्लगमा कैद गर्नेछ। आउनुहोस् त क्यामेराम्यान बस्नुहोस् त मेरो पछाडि। नकाट्नु होला ल भन्नुहोस्। सुरु भयो यो मेरो घरबाट सुरु भयो है यो ब्लगिङ चाहिँ। बाटो देखाइदियो त मेरो ब्लगिङ सुरु भयो होला। सर जाने है सर जाने यो बाटो देखाइदेऊ धेरै सर जाने ब्लगिङ गर्दै जाने है। यो चाहिँ उरातारा मार्गको ढलान खण्ड। अब यो चाहिँ तल्लो भन्ज्याङलाई तल्लो भन्ज्याङ भनिन्छ। एकदमै रमणीय छ। सिधा देखाइदियो एउटा पिपलको बोर्ड छ। अब यहाँ र यतापट्टि ढलान बाटो चाहिँ यसलाई कल्याण मार्ग भनिन्छ। यता देखाइदियो त यसलाई कल्याण मार्ग भनिन्छ। यतापट्टि यो उरातारा मार्ग। उरातारा मार्ग ठ्याक्कै यतापट्टि चाहिँ फेरि अर्को चाहिँ हाम्रो बाटो यता चाहिँ 3 करोड योजनामा यतापट्टि चाहिँ जलामार्ग भनिन्छ। यसलाई यो पिच हुँदैछ देखाइदियो त अलिकति ठुलो छ। यो चाहिँ उरातारा मार्ग जाँदैछ हामी पुल बजार छ। यहाँबाट चाहिँ एकदमै रमणीय दृश्यहरू पनि देख्न सक्नुहुन्छ। अहिले धुलो छ बाटो अहिले वैकल्पिक बाटो ल्याउनु यता देखाइदियो त फाँटहरू रमणीय फाँटहरू छ। एकदमै रमणीय छ। हरियाली छ। अब हरियाली छ है। अब एकचोटि सर चाहिँ रोकेर अगाडिबाटै खिचेर देखाइदेऊ त नकाटिकन ल देखाउँछु। क्यामेराम्यानले देखाउँदैछन् मलाई। आजको भिडियोमा चाहिँ कैद गरिदिनु भएकोमा धन्यवाद छ। हाम्रो चाहिँ भान्जा हेरौँ धुलो यस्तो छ। धुलो बाटो छ। ल बस्नुहोस् 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 क्याब छैन हामीसँग बस्नुहोस् ठिकै बस्नुहोस्। स्याबास ल बसिदियो। अब लाग्यो। अब 16-38 नम्बरको स्कुटीलाई हामी हेर्दैछौँ। त्यो स्कुटी पनि धेरै नम्बर छ। तर त्यही छिटाहरू त भाइले चलाएका धुलो उडाइदिए र बिस्तारै बिस्तारै हाम्रो ब्लगमा कैद हुनेछ। धुलो छ। धुलो बाटोमा स्कुटी चलाउँदाखेरि टायर चाहिँ अलिकति चिप्लिन सक्छ। ध्यान दिएर चलाउनु होला। यो फाँटहरू देखाइदिनु त बाबु। फाँटहरू यो घरहरू एकदमै रमणीय ठाउँ छ। अब यो लगभग अब कच्ची बाटो पनि सकिन्ला होइन त खोइ बोल्या। कच्ची बाटो सकिएर चाहिँ अब हामी आउँदैछौँ ठ्याक्कै अब मानडाँडा भन्ने ठाउँ आइपुग्यो। अलिक बिस्तारै बिस्तारै चलाउनु अगाडिको मान्छे। अनि त्यसपछि अब हामी मानडाँडा भन्ने ठाउँमा आइपुग्दैछौँ। लगभग अब यहाँ चाहिँ अब एउटा के सुन्नमा आएको छ भने यो गाउँमा चोरी हुँदैछ अरे। आजभोलि चोरको बिक्री धेरै छ अरे। यहाँ चोर जो आउँछ नि त्यो चोरको चाहिँ हामी खुट्टा भाँच्दैछौँ है। याद गर्नु होला यो गाउँभित्र चोर आउने हामीले चाहिँ खुट्टाहरू भाँच्दैछौँ। तपाईँहरूको चोर्ने चाहिँ मन खाइले यो गाउँमा नआउँछ होला। अब सुरु हुन्छ मानडाँडा। अब हामी सिधै चाहिँ मानडाँडा आइसकेका छौँ। र यो मानडाँडा चाहिँ तपाईँको चाहिँ लगभग चाहिँ एकदमै ढलान बाटो सुरु भइसकेको छ देखाइदियो त। अब बिस्तारै यहाँ जाँदैछौँ हामी ब्लगमा कैद गर्दै गर्दै। अब यहाँबाट चाहिँ जाँदैछौँ। यो ठाउँमा चाहिँ यतै छ। यो बाटो यस्तै छ। अलिक राम्रो छ। बाटो ढलान छ। मजाको छ। ओह्रालो बाटो छ। त्यहाँबाट ठ्याक्क लाएर आयो राधाकृष्ण मन्दिर प्राङ्गण। यो क्षेत्रलाई चाहिँ राधाकृष्ण मन्दिर भनिन्छ। यो चोक छ यहाँ पुरानो एउटा। यो चोकमा चाहिँ गरी चाहिँ यस्तै छ। अब लाग्यो यताबाट सिधा तल गएपछि अब लगभग पुल बजार आइपुग्यो होइन त हो। यो चाहिँ एउटा नमुना घर पनि छ यहाँ। अर्को चाहिँ विश्राम स्थल पनि छ भनेपा जस्तो विश्राम स्थल छ। यो विश्राम स्थलमा एकदमै ऊ छ। गाडीले धुनु होला सिट गर्नु पऱ्यो। बत्तीमा तल छ ल भ्लगिङ गर्नु पऱ्यो। अनि त्यसपछि लाएर हुन्छ बिस्तारै लाग्नु पऱ्यो। बाटो बन्ने क्रम छ। ठुलो धुवा छ। एकदमै ठिक छ भाइ एकदमै राम्रो छ। अब ठिक छ भाइ त भन्ने होइन। अब त्यसै गरी यो एउटा राम्रो सुन्दर घर पनि देखाइदियो त्यता। अब यता सिधा बाटो देखाऊ। लगभग चाहिँ आजको हाम्रो चाहिँ राइड चाहिँ सेतोपाटीसँगको थियो। यो सेतोपाटीसँगको राइडमा चाहिँ अब सेतोपाटी देखाइदियो त नकाट्दै। सेतोपाटी चाहिँ एकदमै चाहिँ राम्रो र सुन्दर पनि छ। सेतोपाटीलाई क्याप्चर गरिदिनु क्यामेराम्यान। र एकछिन हामी अब सेतोपाटीमा अडिनेछौँ र सेतोपाटीमा एउटा चाहिँ कभरेज बनाउनेछौँ। यो सेतोपाटीलाई एकचोटि सरर घुमाउनु त क्यामेराले। सेतोपाटीलाई सरर घुमाएर देखाउनु। यो चाहिँ पुरानो पार्टी हो। यो सेतोपाटी चाहिँ एकदमै रमणीय छ। अनि यतापट्टि यो सेतोपाटी छ। त्यो परेवा चाहिँ ऊ होइन परिरहेको हेर त मैले होइन त यो परेवाहरू चाहिँ मरेको अवस्थामा छ। यो परेवाहरू बिचरा यो परेवाहरू एउटा थुप्रोमा हालेर फाल्न पायो हुन्थ्यो। एकदम फोहोर अवस्थामा भइरहेको पाइयो र परेवाहरूलाई चाहिँ आहारा कम्ती भएर मरेको होला। धुलोले गर्दा मरेको होला। बाटो
विशेष गरी अब आजको ब्लग यही अन्त्य गर्छु। हस् त, धन्यवाद।